आज तामा खोज्न जङ्गलतिरको यात्रा। यसरी हामी एकपल्टतिर कान्छी र आमासँग बिहानै आज छुट्टीको दिन पारेर जङ्गलतिर लाग्यो। जङ्गल चाहिँ एकदम घना थियो, तर ठ्याक्कै हामी जहाँ पुग्यौँ त्यहाँ चाहिँ तामा मजाले पलाएर बसेका थिए। त्यसपछि गुटुङ गुटुङ लाएर 4-6वटा तामाका बुट्टा च्यामझुम काटिहाल्यौँ। कान्छीले त मजाले काटी, हैसा पनि बैलो पऱ्यो। मैले पनि यसो काट्न पर्यो भनेर कोसिस गरेको, के को सक्नु, तामा काट्न पनि सकिनँ। त्यसपछि कान्छी बहिनीले नै गटाङ गुटुङ लाएर तामा काट्यो। मैले चाहिँ रेटे पार्दैछु, त्यसैमाथि हैसा फुस्केर अर्को तनाव आमालाई काट्नुहोस् न त भनेको आमाको पनि अवस्था भइरह्यो। त्यसपछि कान्छी बहिनीले तिम्रो काम छैन, तिम्रो आमा बाटैबाट फर्किन्थ्यौ भन्दै कान्छीले गुटुङ लाएर काटी आफै। त्यसपछि मजाले काटिसकेपछि यसरी जम्मा गरिसकेपछि त्यसको बोक्राहरू पनि कति मजाले कान्छी बहिनीले फर्लक्क फर्काएर सफा गरी भनेको कति राम्रो देखिँदो रहेछ। कति सजिलो तरिकाले तामाको बोक्राहरू चाहिँ यसरी फाल्न सकिँदो रहेछ। छक्क भयो। बनाइसकेपछि हामीले चाहिँ अब सजिलो तरिकाले बनाइ बोक्रा बोकेर आउन पनि तनाव भएन। त्यसपछि झोलामा गुटुङ राख्यौँ र जङ्गलको बाटो फेरि अब आमालाई अघि लाउँदै हामी घरतिर फर्किने कोसिस गऱ्यौँ। बाटो चाहिँ एकदम घना जङ्गल थियो, मान्छे हिँड्न छोडेका, एकदम डरलाग्दो थियो। एकदम यस्तो छ बाटो, कोही मान्छे हिँड्न छोडे, डरलाग्दो छ। तर पनि आजको यात्रा रमाइलो भयो अनि सोचे जस्तो पनि भयो। जुन उद्देश्यले आएका त्यो उद्देश्य चाहिँ पुरा भयो। त्यसको लागि चाहिँ हामी धेरै खुसी छौँ। आमालाई अघि लाएर हिँड्यौँ है। अब बाटो बन्छाउँदै आमाले चाहिँ अगाडि बुढी मान्छेलाई लिएर आएकै आज बाटो बन्छाउनु हो। बाटो कस्तो डेन्जर बाटो आइयो। आफै भन्दै हुनुहुन्छ पहिरोमा कसो गएनन् भनेर। एकदम डेन्जर बाटो आइएछ। झोला चाहिँ भरियो कि रहेन दिदी? धेरै धन्यवाद है कान्छी। आज त नआबा सकिन्थेन, म त तामा काट्न पनि नसक्ने। पुलको नजिकै छौँ हामी। म त घरमै आउँछु कि जस्तो लाग्यो भाइ मलाई त। आमाले चाहिँ के भेटाउनु भयो ल? आमाले चाहिँ केही भेटाएको अवस्था के हो? हुँदैछ, चढाउनु पर्यो पहिला त। मुला पानी खाएर चढाएर खानुपर्छ भन्ने हाम्रो मान्यता छ। कहाँ जानुपर्छ र? ल देवी देवता सबलाई यो मुलको पानी। तर माथि चाहिँ हिँड्दा रहेछ होइन, अलिक खुट्टा फाल्न नि त चिप्लो चिप्लो पानी त हेर्नु सफा गरे नि त पाउँछ। टन्न लाएर हामीले चिसो पानी मुलको पानी खाइसक्यौँ। त्यसपछि त्यहाँबाट अगाडि लाग्यौँ। बाटोमा आउँदा हेर्नु यति ठुलो डेन्जर पानी पऱ्यो, मजाले थियो। घर आइपुग्दा त हाम्रो अवस्था रुजेको बिरालो भयो। अलिक पछाडि आमा चाहिँ अझै रुजिसकेपछि पनि मोबाइल जोगाउँछु भन्दै प्लास्टिक माग्न थाल्नु भयो कसको घरमा हो। हामी चाहिँ यसरी घर आइपुग्यौँ। तर जहाँ जान भनेर गएको, छोडिन भनेर गएको, त्यसले भेटाएर आउँदा चाहिँ खुसी लाग्यो। भन्दै दिपु पनि पछाडि आइपुगे र हामीले आँगनमा बसेर यसरी तामा निकाल्यौँ। हेर्नु त कति खुसी छौँ हामी आज। यति धेरै तामा भेटायौँ। अब यो तामालाई चाहिँ काठको पात अचार बनाउने, तरकारी बनाउने, मिठो बनाउने र गम पनि खाने। धन्यवाद।